फेरि पनि नमस्कार सम्पूर्णमा म अशोक शाह। आज फेरि म तपाईहरूलाई नेपालको राजधानी काठमाडौँ र सार्क मुलुकमा रहेको राष्ट्रको राजधानीको बीचको दूरीको जिके लिएर आइसकेको छु। एकदम सम्झिने तरिका, सजिलो उपाय सुरु गर्छु है। अब हामी सुरु गरौँ यसको टपिकबाट है। नेपालको राजधानी काठमाडौँबाट सार्क राष्ट्रको राजधानीको दूरी, यसलाई हामी कसरी सम्झिने? पहिला यता हेरौँ त, सम्झिने तरिका, सर्टकट सिम्पल तरिका है। सम्झिने तरिका के रहेछ भन्दाखेरि भूत बङ्गला भापा अस्रीमा, भूत बङ्गला भापा अस्रीमा। भूतबाट भुटान 400 किलोमिटर रहेको छ। सबभन्दा नजिकको रहेको भनेको भुटान हो। त्यसपछि बङ्गलादेश 620 किलोमिटरको दूरीमा रहेको छ। भारत 790 किलोमिटरको दूरीमा रहेको छ भने पाकिस्तान 1380 किलोमिटरको दूरीमा रहेको छ। अफगानिस्तान 1710 किलोमिटरको दूरीमा रहेको छ। श्रीलङ्का 2320 किलोमिटरको दूरीमा रहेको छ भने मालदिप्स सबभन्दा टाढा रहेको मालदिप्स हो, 2760 किलोमिटरको दूरीमा रहेको छ। अब यसैलाई नक्साद्वारा हामी जानौँ न, बुझौँ, याद गरौँ, सम्झिन सजिलो हुन्छ है, छिट्टै याद पनि हुन्छ। यो भनेको नेपाल हो है। नेपाल हाम्रो देश हो। नेपालको राजधानी काठमाडौँ हो। अब काठमाडौँबाट भुटान यो बुथ छ, यो भू हुनुपर्ने हो के, भू हुनुपर्ने, बुझ्नुभयो? भूत भएको छ, भूत हुनुपर्ने। भुटान भनेको यहाँदेखि यहाँसम्मको राजधानीको दूरी 400 किलोमिटर मात्र रहेको छ भने बङ्गलादेश यहाँदेखि यहाँसम्मको दूरी 620 किलोमिटर रहेको छ भने भारत यहाँदेखि यहाँसम्मको दूरी भनेको 790 किलोमिटर रहेको छ भने पाकिस्तानको राजधानी यहाँदेखि नेपालसम्मको दूरी 1380 किलोमिटर रहेको छ भन्ने अफगानिस्तानको दूरी नेपाल र अफगानिस्तान बिचको दूरी 1710 किलोमिटर रहेको छ। देशको होइन है, सबै देशको राजधानीको दूरी छ यो, बुझ्नुभयो? त्यसपछि श्रीलङ्काको राजधानी कहाँ छ त? कोलम्बोमा छ। श्रीलङ्काको यहाँदेखि यहाँ नेपालको बिचको दूरी भनेको 2320 किलोमिटर रहेको छ भने सबभन्दा टाढा रहेको भनेको मालदिप्स हो। माबाट सुरु हुन्छ। यो मालदिप्स र नेपालको राजधानी बिचको दूरी भनेको 2760 किलोमिटर रहेको छ। यसरी बुझ्नुहोस् है। थ्याङ्क यू सो मच।